सुनकोशीमा कारसहित खसेका यात्रुको खोजीका लागि गोताखोर खटाइयो। आधा र पूरा सिलिन्डर ग्यासको बजार शास्त्र आयात बढ्दा पनि किन देखियो अभाव। फागुन महिनादेखि ग्यास बिक्री वितरणको आँकडा कस्तो छ हेर्नुहोस् आजको समाचारमा। तपाईको स्थिरता कहिले भनेर सोधिएपछि धारहात लगाउँदै नेकपा संयोजक प्रचण्डको जवाफ आयो मरेपछि। जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई गैर कानुनी थुनाबाट रिहा गर्न आदेश दियो। कस्ता प्रयासले शान्त बन्यो मध्य प्रदेश हेर्नुहोस् आजको समाचारमा। मधेसी आयोगले खोज्यो नेपालमा नैतिक शिक्षा कार्यक्रम। कंग्रेसका सांसदको पिए बन्न कम्तीमा 500 शब्दको प्रतिबद्धता पत्र बुझाउनु पर्ने। गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन समितिले सरकारलाई गर्यो 4 सिफारिस। ट्राफिक व्यवस्थापनमा दोहोरो ह्यान्डलिङ भएको निष्कर्ष। उडानमा ढिलाइ भए यात्रुलाई क्षतिपूर्ति दिलाउन प्रस्तावित कानूनका 3 शर्तहरू। कोशीका मुख्यमन्त्री हिक्मत कार्की विरुद्ध हस्ताक्षर अभियान। अविश्वासको प्रस्तावका लागि नेकपाले मानेन, त्यसो त सजिलो देखिँदैन हिक्मत कार्कीलाई हटाउन। भुटानी शरणार्थीले नेपालमा मृगौला प्रत्यारोपण गर्न पाउने। नेकपा एमाले राष्ट्रिय राजनीतिको मूलधारबाट टाढिने अवस्थामा रहेको एमाले महासचिव शंकर पोखरेलको भनाई। जनार्दन शर्मा, सीके राउत र उपेन्द्र यादव सहितका नेताहरू छलफलमा। सहसचिव भट्टराई पक्राउ प्रकरण के थियो, मुद्दा के हो हेर्नुहोस् आजको समाचारमा। गण्डकी प्रदेश प्रमुखले आफूले फर्काएको गाँजा विधेयक सदनले हुबहु पारित गरेपछि प्रदेश प्रमुखबाट प्रमाणीकरण। साउनको तेस्रो सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयमा भक्तजनको घुइँचो। राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत। डिजिटल हिंसा नियन्त्रण गर्नका लागि कानूनी सुधार अपरिहार्य रहेको मन्त्री सीतावादीको भनाई। सुनको 25 किलोको बिक्री सीमा र वितरण प्रक्रियालाई व्यावहारिक बनाउन आवश्यक भएको अर्थ सचिवको तर्क। साइबर ब्युरोमा अपराध अनुसन्धान गर्न आवश्यक डिजिटल फरेन्सिक ल्याब नै नभएको प्रहरी महानिरीक्षक कार्कीको भनाई। सार्वजनिक लेखा समितिमा 17 उजुरीमाथि छानबिन सुरु। आर्थिक अनियमितताका मुद्दामा गम्भीर हुन सांसदहरूको सुझाव। राष्ट्र बैंकका लागि अन्तर्राष्ट्रिय ऋण वा अनुदानका लागि मन्त्री परिषदको स्वीकृति अनिवार्य गरिँदै कूटनीतिक पहल गरी सुस्ता विवाद समाधान गर्न सरकारसँग माग। मुलुकको सामाजिक सद्भाव र शान्ति सुरक्षा प्रति राज्य गम्भीर हुनुपर्ने सांसद श्रेष्ठको भनाई। 13 वर्ष उमेर पुगेका बाल बालिकालाई हलुका काममा लगाउन पाइने। विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा 5 घण्टा छापा, रित्तो हात फर्कियो प्रहरी। सडक दुर्घटना न्यूनीकरण र नागरिकको रक्षा नै ट्राफिक प्रहरीको मुख्य लक्ष्य भएको एसएसपी काफ्लेको भनाई। राष्ट्रिय सभामा महँगी र एलपी ग्यास अभावबारे सरकारको ध्यानकर्षण। भलिबल संघको 19वटा वार्षिक कार्यक्रम सार्वजनिक। यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाउन कार्यविधि आवश्यक भएको अध्यक्ष सिटौलाको तर्क। सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि 3 तहका सरकारबीच समन्वय आवश्यक भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष विजय बहादुर सुवारको भनाई। जनशक्ति र प्रविधिको अभावमा साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण रहेको गृह